वरिष्ठ नेताका रूपमा रासोपा प्रवेश गर्ने बालेन शाह माघ 5 गते पहिलो पटक पार्टीको कार्यक्रममा सहभागी हुँदै जनकपुर जाने कार्यक्रम तय भएको छ। उनले माघ 4 गते मेयर पदबाट राजीनामा दिनेछन्। नेपाली कांग्रेसले महामन्त्री गगन कुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई पार्टीबाट निष्कासन गरेको छ। बुधबार सानेपामा बसेको केन्द्रीय समिति बैठकले उनीहरू पार्टी हित विपरीत गएको ठहर गर्दै 5 वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो पार्टीलाई अन्य दल विशेष गरी नेकपासँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य भएको स्पष्ट पारेका छन्। पार्टी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अघि बढिरहेको र भविष्यमा पनि कुनै दलसँग एकीकरण नगर्ने उनले बताएका छन्। जेनजी अगुवा सुदन गुरुङले दमक भ्यू टावरलाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। करिब 1.5 अर्ब रुपियाँ करदाताको लगानी भएर पनि प्रयोगविहीन रहेको संरचनालाई क्षेत्रीय अस्पताल वा नर्सिङ तथा प्यारा मेडिकल कलेजका रूपमा विकास गरी जनताको सेवामा लगाउन सकिने उनको भनाइ छ। भ्यू टावर भन्दा सेवा र जिम्मेवारी महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले अब सोच र प्राथमिकता परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याएका छन्। रासोपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले आफू विरुद्ध दायर भएका मध्ये केही मुद्दा फिर्ताका लागि प्रयास गरिदिन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन्। रासोपाकी नेत्री तथा पूर्व सांसद डाक्टर तोसीमा कार्कीले पार्टी नछोड्ने र ललितपुर 3बाटै चुनाव लड्ने स्पष्ट पारेकी छन्। उनले पार्टी छाड्ने हल्ला असत्य भएको बताएकी छिन्। कृपया कसैले पनि नयाँ शिक्षा नियमावली कहिले आउँछ कि आउँदैन, कस्तो आउँछ भनेर फोन नगर्नुहोला। साह्रै धेरै फोन आएर दिक्क लागेको छ। मलाई फोन गर्नुको सट्टा बरु फूल राखेर आफ्नो भगवानलाई प्रार्थना गर्नुहोला, कानुनका देवताहरूलाई खुसी हुनुहोला भनेर आउनुहोला भनेर शिक्षा मन्त्री महावीर पुनले भन्नुभएको छ।